त्यस्तो हो क्या बुझेनौ। अब हेर के हुन्छ कि अब यतिजना मान्छेहरू हुनुहुन्छ, यतिजना मान्छेले हेरिराख्नु भएको छ, हामीले यतिजना मान्छेमा मतलब यो कुराहरू भइरहेको छ। 20,000 21,000जना मान्छे हुनुहुन्छ अझै पनि। 21,000मा पनि भनौँ न अब मलाई धेरैजना मान्छेहरूले मेसेज गर्नुहुन्छ, कतिपय मान्छे फेक बुझेनौ, फेक मान्छेहरू यताउति त्यो मेसेज लेख्ने यताउति गर्ने। अस्ति एकजना सिस्टरले कल गर्नुभएको थियो अरे होइन, सिस्टरले एकजना केटी मान्छेले कल गर्नुभयो, नराम्रो भन्न खोजेको नि फेरि। लभ छ, अलवेज लभ छ मनबाट। म त्यस्तो खालको मान्छे पनि होइन, कसैको नराम्रो सोच्ने त्यस्तो मान्छे होइन म। तर मेसेज गर्नुभयो अरे, मेसेज गरिसकेपछि भाइ भनेर मेरो दाइले एउटा मेसेज गर्नु पऱ्यो, भाइ म एकदम बिरामी छु सिरियस, मलाई पैसा हालिदिनु न भनेर सिधै भन्नु पऱ्यो। फोन गरेको गर्नु पऱ्यो, सताउनु पऱ्यो, यताउति गर्नु पऱ्यो होइन। अनि मैले फेरि म दाइबाट कुरा आइसकेपछि मैले फेरि हुन्छ त गरौँ न त, कहाँ कुन हस्पिटलमा हुनुहुन्छ, म हस्पिटलमै कुरा गरिदिन्छु, जति पनि खर्च लाग्छ हस्पिटलको म सब दिदिउँला दाइ भनेर मैले फोनमा भने। भन्दाखेरि हस्पिटलमा को त ल बेडमा त छु म, तर हस्पिटलको मबाट उठ्नै सकिरहेको छैन, हस्पिटलको त नामै थाहा छैन अरे होइन। अब भयो होइन, अब त्यति पनि छ। अनि कोही मान्छेहरू आउनुभएको छैन भन्दाखेरि नयाँ आएको छैन, मलाई अप्पर झट चाहिएको, त्यसले हालिदिइहाल्नु न यताउति। म ल कस्तो यस्तो कुराहरूले चाहिँ होइन, साँच्चीकै मान्छे जो पीडामा पठाउनु भयो, साँच्चीकै मान्छेलाई चाहिँ हामीलाई चाहिँ उ लाग्छ कि बुझेन, अलिकति अप्ठ्यारो लाग्छ यार, अलिकति अप्ठ्यारो। बरु सिधा भन्नु म यस्तो यस्तो प्रब्लममा छु, सिधा भन्नु, यस्तो भइरहेको छ, सिधा भनिदिनु कि बरु। तर यस्तो झुट बोल्दाखेरि अरू मान्छेहरूलाई चाहिँ अप्ठ्यारो पर्छ कि, जो अलिकति उसमा हुनुहुन्छ यतिटा। तर लभ छ है, बहिनीलाई पनि म त्यही नै सजेसन दिन जान्छु, पहिला बुझ्नु पऱ्यो। गुगलमा चाहिँ यति लाग्छ दाइ, गुगलले यति भन्यो भनेर हुँदैन त्यसरी। त्यो एउटा घर परिवारमा फ्यामिलीमा कुरा हुन्छ, हस्पिटलको रिपोर्टहरू अनुसार हुन्छ, यति खर्च लाग्छ भन्ने इस्टिमेसन हुन्छ, यताउति हुन्छ। माया छ, अलवेज लभ छ है, अलवेजको मतलब त्यस्तो नराम्रो सोच्ने मान्छे छैन हाम्रो च्याटमा पनि। हाम्रो होल जति पनि जना हुनुहुन्छ उहाँहरू पनि नराम्रो सोच्ने मान्छे होइन। तर के हुन्छ कि एउटा भनौँ न घर परिवारमा कुरा गरेर यताउति गरेर बल्ल अगाडि कदम चाल्नुपर्छ, यताउति गर्नुपर्छ। नत्र भोलि त अडियन्सले त खेदो खन्ने, अडियन्सले यताउति भन्ने त बाटो छोड्नु हुँदैन है। लभ छ, माया छ, जेन्युन छ, यताउति छ भने म हालिदिउँ न, 2 लाख रुपियाँ हालिदिउँ न, केही छैन यार। लभ छ, अलवेज माया छ यार, त्यस्तो केही छैन। .4 को भुइँचालो आयो अरे। आउँदैन त भुइँचालो, कसले निकालेको भन न भुइँचालो, कसले निकाल्यो होला आज भुइँचालो? दाइले भुइँचालो हानेर गएको छ यहाँ। ठिक छ बोलाउँ सबजनाले।